हेलो नमस्कार गुड मर्निङ सबैजनालाई है युवा साथी 1500 को रिल्सको अपार विफलतापछि फेरि नयाँ भ्लग होलीको है। आज चाहिँ होली स्पेसियल हुँदैछ हाम्रो मेरो बुढियाको कोमल हातको मिठो बनिँदैछ है। यो चाहिँ हो लोकल केएफसी बनाउने तरिका। केएफसी चाहिँ कसरी बनाउनुहुन्छ भन्ने हामी तपाईँहरूलाई देखाउन जाँदैछु। भिडियो लाउँदैछन् हेर्नु होला, सब्सक्राइब गर्नु नबिर्सिनु होला, लाइक सेयर कमेन्ट है। चिकनमा हल्का सल्ट पछि एउटा अन्डा पछि हल्का चिली पाउडर गरम मसला पाउडर धनिया पाउडर जीरा पाउडर अन्त चिकन मसला अलिकति कम्ती चिकन मसला है र अदुवा लसुन पेस्ट जिन्जर गार्लिक पेस्ट अदुवा लसुन पेस्ट फुड कलर हाल्यो भने चाहिँ दामी कलर आउँछ नि त। कम्ती फुड कलर पनि हाल्नु पर्ने छ है, दामी कलर आउँछ। अब मिक्स यसलाई चाहिँ हल्का मिक्स गरेर म्यारिनेट गरेर राख्नु पर्यो। कति 4-5 घन्टा बेलुका बनाउने हो हामी। बेलुका यो चाहिँ हामी बिहान चाहिँ म्यारिनेट गर्दैछौँ। यसलाई चाहिँ हामी बेलुका बनाएर देखाउने छौँ है। यसलाई चाहिँ यसरी म्यारिनेट गरेर 5-6 घन्टा तपाईँहरूले फ्रिजमा हालेर राख्न सक्नुहुनेछ। हालैमा चाहिँ हाम्रो चिकन म्यारिनेट भएर निकालिसकेको छौँ है। बेलुकाको टाइम भइसकेको छ र चिकन यसरी म्यारिनेट भइसकेको छ र यहाँ मैदामा हल्का सल्ट है अनि अलिअलि जिरा पाउडर, त्यही मैदामा अलिकति धनिया पाउडर पनि है, चिली पाउडर तिमी पनि छौ नि, इवानाले पनि हेर्दैछ यहाँबाट। अन्त हल्का चिली पाउडर हालेर जुन म्यारिनेट गरेको चिकन छ है यसलाई चाहिँ अलिकति अब यसमा मैदामा हाल्यो है अनि यसरी मिक्स कोट गर्यो मैदासँग हैन। त्यसपछि चाहिँ यसलाई एकपल्ट फेरि यसरी पानीमा डुबाएर है, चिसो पानीमा, एकदम चिसो पानीमा यसरी डुबाएर राख्दा चाहिँ र अब यो फर्स्ट कोट चाहिँ भइसक्यो है। अब चाहिँ यसको सेकेन्ड कोट पानीमा भिजायो, फेरि सेम प्रोसेस। यो गर्नाले चाहिँ एकदम क्रिस्पी हुँदो रहेछ नि त है। एकैतालमा गयो भने चाहिँ त्यस्तो क्रिस्पी हुँदैन है केएफसी जस्तो। यो गर्नाले चाहिँ अब त एकदमै मिठो क्रिस्पी हुन्छ। डबल कोट गर्नाले चाहिँ मजाले उयो हुन्छ नि त, लागिन्छ नि त मैदा। र हामीले डबल कोट गरेर चाहिँ एकछिन राखेपछि चाहिँ यस्तो खालको देख्नुहुन्छ चिकन है। यो चाहिँ मैदाले हो र अब चाहिँ यसलाई हामी उयो गर्नेछौँ, फ्राई है, देखाउनेछु। हेर्दै जानु होला, जुलिँदै जानु होला। र हाम्रो तेल चाहिँ यहाँ गरम भइसकेको छ है। र यसलाई चाहिँ हल्का फ्राइड एकदम कम्ती आगोमा है, लो फ्लेममा होइन, यसरी पकाएर चाहिँ यसरी हालेर चाहिँ है छोडिदिनुपर्छ यसलाई मजाले नपाकिन् जलसम्म। र हाम्रो लोकल केएफसी चाहिँ रेडी हुँदैछ। र हाम्रो चाहिँ फर्स्ट लट चाहिँ रेडी भइसकेको छ केएफसीको है। देखाउँदैछु तपाईँहरूलाई। यो चाहिँ होममेड केएफसी। यो चाहिँ सेकेन्ड ट्रिप निस्किँदैछ है हाम्रो होममेड केएफसी चाहिँ। र हामीले यो जति पनि है यस्तो खानाको भिडियोहरू हाल्छु है। यो चाहिँ अब हामीले तपाईँहरूलाई यति मात्रै देखाउन चाहेको कि जुनै पनि कुरा है, आज सानो नानीहरू भएको घरतिर चाहिँ
घरमै बनाएर खानु सकिन्छ किनभने बाहिरतिर अब एकदम मिलावट छ है केही पनि हुनसक्छ सर हाइजिनको अलिक प्रब्लम हुनसक्छ त्यो भएर तपाईँहरूले घरमै पनि यसरी बनाएर खानु सक्नुहुन्छ भन्ने विषयलाई लिएर मात्रै बनाएको है अन्यथा नलिनु होला हामीले भक्कु बनाउँदै खाएको देखाउनु खोजेको छ होइन होइन कतिको घरमा अब हुन्छ हुँदैन कुक अकुक धेरै आफ्नो आफ्नो हुन्छ तर यो चाहिँ हामीले तपाईँहरूलाई आफ्नो घरमा पनि यसरी सफा प्रकारले है बनाएर खानु सकिन्छ भन्ने हेतुले मात्रै यो भिडियोहरू अपलोड गर्छौँ है त्यसरी नै जुड्नु होला हेरेर सिकेर घरमा अवश्य ट्राई गर्नु होला एकदम साफसफाइ चाहिँ एकदमै राम्रो हुन्छ बाहिरको अब अहिले तपाईँहरूलाई थाहै छ कस्तो हुन्छ खानेकुराहरू भनेर है नानीहरूको लागि विशेष हामीले त खानैपर्छ बाहिर हिँड्ने मान्छेले दामी क्रिस्पी सेम केएफसी अलिकति देशी तड्का होइन दामी